पढेर त मजाले छात्रवृत्तिमा नाम निकालेर त होनहार एक जना त बन्न सक्छौ त सक्दैनौ त सक्छौ छोरी हेलो सेकेन्ड गर्ल सक्छौ नि के बन्ने मन छ पछि के हो धनी परिवारको छोराछोरीले मात्रै राम्रै कोर्स पढ्छ भन्ने होइन पैसा चाहिँदैन क्या सोच्नलाई मस्तिष्क छ त दुईवटा आँखा छ त दुईटा खुट्टा छ नि दुईवटा हात छ स्वस्थ शरीर छ आमाले माया गर्नुहुन्छ बुवाले माया गर्नुहुन्छ तिम्रो सफलतामा आमा र बुवा कति खुसी हुनुहुन्छ सरहरू कति खुसी हुनुहुन्छ कुन घरको हो कुन थरको हो केही पनि फरक पर्दैन राम्रो पढ त छात्रवृत्तिमा नाम निकालिन्छ नि निकालिन्छ त भन्दैछु फेरि आमा हुनुहुन्छ बुवा हुनुहुन्छ भने महत्त्व बुझाउन हिँडिरहेको छु हुनुहुन्न भने म आफू आमा बन्न आइरहेको छु एनी टाइम तिमीहरूले मलाई मेसेज गर्न सक्छौ रिप्लाई आउँछ के गर्न मैले सक्छु मेरो टिमले के गर्न सक्छ निरन्तर गरिरहन्छ तिमीहरूको सरहरूसँगै भन्छु म जो विद्यार्थीहरूले कपाल काटेको छैन स्कुल आउने बेलामा कपाल चटक्क काटेर आऊ हस् सुन्यौ अब त सुन्छौ नि मैले भनेको सुन्छौ नि हेर न म न तिम्रो बुवापट्टिको न तिमीहरूको आमापट्टिको न म कुन कहाँ म यहाँ पढेको यहाँ जन्मेको होइन नि तिमीहरू हरेक